मान्छेको जिन्दगी पनि कस्तो कस्तो। उहाँ एउटा अपाङ्ग व्यक्ति हुनुहुन्छ, तर उहाँ सबै थोक काम गर्नुहुन्छ। उहाँ एउटा सङ्घर्षरत, एकदमै मेहनतीले सबै थोक गर्ने व्यक्ति। आज उहाँ को हुन् त? उहाँ के गर्दै हुनुहुन्छ र उहाँ के गर्नुहुन्छ? तपाईँहरूको सबै चिजको जिज्ञासा मेटाउन आज मैले उहाँसँग भेट्नको लागि एक विशेष ठाउँमा आएको छु। त्यही भएर तपाईँहरूले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र उहाँलाई साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने आशाका साथ आजको यो बसाइमा उहाँसँग गरेको टिटो मिठो कुराकानी हजुरको माझमा प्रस्तुत गर्न गइरहेको छु। हेलो, नमस्ते सम्पूर्णलाई स्वागत छ आजको मेरो यो भिडियोमा। तपाईँहरूले आज म देखाइरहेको छु। अहिले ठ्याक्कै हामी जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा छौँ। धनगढी उपमहानगरपालिका वार्ड नम्बर 10 जुगेडामा आइपुगेको छौँ हामी। आज म तपाईँहरूलाई यस्तो व्यक्तिसँग भेट गराउँदैछु जुन व्यक्ति तपाईँहरूले देखेपछि उहाँबाट पाउने धेरै कुरा प्रेरणा सिक्न सकिन्छ। उहाँबाट जुनसुकै काम गर्नलाई शारीरिक रूपले सबै सम्पन्न हुनुपर्छ भन्ने हुँदैन। दिमागले, एउटा मनले, इच्छा जहाँ छ त्यहाँ उपाय भन्छ। त्यस्तै खालको एकजना एकदमै आफ्नो कर्मशील एकजना युवालाई म चाहिँ आज फेरि भेट गराउँदैछु। उहाँ हुनुहुन्छ हाम्रो अशोक राणाज्यू, जुन कि उहाँ आफ्नो पुरै शारीरिक रूपले अशक्त हुनुहुन्छ। उहाँ चाहिँ अपाङ्ग हुनुहुन्छ, तर पनि उहाँले आफ्नो बलबुटामा, आफ्नो हिसाबले, आफ्नो दिमागले यो समाजमा एउटा चाहिँ उदाहरणीय काम गर्दै हुनुहुन्छ। उहाँसँग चाहिँ हाम्रो यो समाजमा रहेको त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामी चिनाउने कोसिस गर्छौँ। आज हामीसँग हुनुहुन्छ अशोक राणाज्यू। शारीरिक रूपले अशक्त भए पनि उहाँ चाहिँ आफ्नो व्यवसाय गरेर एउटा चाहिँ सिपमूलक मोबाइल रिपेयरिङको काम गर्दै हुनुहुन्छ। अशोक राणा, आउनुहोस् उहाँसँग, उहाँको पसलमै हामी जाँदैछौँ। यो चाहिँ जुगेराको ठ्याक्कै स्कुलको ठ्याक्कै गेट अगाडिको एउटा चाहिँ उहाँले मोबाइल रिपेयरिङको पसल खोल्नु भएको छ। उहाँ एकदमै उदाहरणीय व्यक्ति हुनुहुन्छ। आउनुहोस् म तपाईँहरूलाई उहाँसँग कुरा गर्ने देखाउने छु। यो चाहिँ उहाँको मोबाइल रिपेयरिङ पसल हो, तपाईँहरू देख्न सक्नुहुन्छ। उहाँ चाहिँ अहिले काममै व्यस्त हुनुहुन्छ। आउनुहोस् हामी उहाँसँगै भलाकुसारी गर्नेछौँ। अशोकजी नमस्कार। नमस्कार सर। नमस्कार। के छ हजुर, सन्चै हुनुहुन्छ? सन्चै छु सर। मोबाइल रिपेयरिङमा व्यस्त हुनुहुन्छ होइन? हजुर सर, मोबाइल रिपेयरिङमा व्यस्त छु अहिले। कस्तो चलिरहेछ काम? काम त सर चलिरहेछ, यस्तै हो। अहिले त्यो उता घरमा आउँदैछु, हल्का घरमा पनि बिजी हुन्छु, यता पनि बनाउनलाई। यहाँ पहिला यहीँ पसल थियो, त्यो अब त्यो अन्सुन्डा गराउँदाखेरि त्यो अर्को नाममा अङ्कलको नाममा गइसकेको छ। त्यही भएर अब घर उता सरिरहेको छ। ए, तपाईँ आफ्नै घर बनाउने? आफ्नै घर बनाउने। यो हजुरले यो मोबाइल रिपेयरिङ गर्न थाल्नु भएको कति वर्ष भयो हजुरको? यो मोबाइल रिपेयरिङ गर्न थाल्नु भएको त मलाई त्यही 5 वर्ष जति भइसकेको छ। 5 वर्ष भइसकेको छैन? 5 वर्षमा त्यो सिटिभिटीबाट लेभल 1 गरेर मैले 2 वर्ष पछि राखेँ। 2 वर्षसम्म त म कहिले धनगढी काम गर्ने साथीको वहाँ, कहिले त्यो आफ्नो भिनाजु छ, जिजु छ, त्यही काम गर्ने, त्यसको पसल पनि थियो। अनि यता जहाँ हामी सिकेका थियौँ त्यो ट्रेनिङमा त्यो गुरु थियो एउटा नारद चौधरी, त्यो सरले मलाई बोलाउनु हुन्थ्यो यहाँ आउनु, यदि यहाँ फसेको छैन भने यहाँ सिक्नु होला। अनि म त्यहीँ गएर सिक्थेँ। अनि यो हजुरले शारीरिक रूपमा अशक्त हुनुहुन्छ होइन, यो अपाङ्ग हुन्छ, यो हजुरको जन्मजातै हो कि पछिबाट यस्तो हुनुभएको? सुरुमा त राम्रै थिए। त्यो सानो जस्तै 6-7 महिना, 1 वर्षै मानौँ, त्यो हिँड्न लाग्ने बित्तिकै ज्वरो सोरो आएर पोलियो भएर पहिला बेला पोलियोले, भनौँ न, पोलियोले गर्दाखेरि यस्तो भएको हो। हजुर। अनि यो हजुरले यो जस्तै अब यो अपाङ्ग हुँदाखेरि मान्छेमा, समाजमा कतिको ऊ छ तपाईँलाई हेप्ने प्रवृत्ति अथवा के भन्छन् त्यस्तो? सुरुमा त थियो हेप्ने विधि धेरै, तर अहिले त्यसको सबैको पार गरिसकेको छु मैले। यहाँ अब सबै ठाउँबाट पनि अब अपाङ्ग मान्छे यस्तो गर्न सक्छ भनेर सबैको सोच पनि आइसकेको छ। यहाँ अरू अपाङ्गहरू धेरै साथीहरू छन्, तिनीहरूलाई पनि भन्छु केही न केही सिकिहाल्नु। हामीले कसैसँग माग्नु पनि पर्दैन, हामीले जति कमायौँ आफ्नै लागि कमाउने हो भनेर। कसैको ओहर गोहर गर्नु जसरी हामी अरूसँग ओहर सहर आमा बुवासँग, उनीहरूसँग त झन् पैसा हुँदैन, झन् हामी थपिन्छौँ बोझ उनीहरू। त्यही भएर हामी बोझ नबनौँ, हामी आफै केही न केही काम गरी
खानुपर्छ भने आफ्नो हातमा सिप सिक्नु पर्यो हैन तपाईको भलै खुट्टाले त्यति राम्ररी काम गर्दैन भने हात र दिमाग त चलिरहेछ हैन त्यसलाई चलाउनु पर्यो त्यस्तै त्यहाँ हाम्रो एउटा गौतम छ त्यसको खुट्टा पनि यस्तै बाङ्गो छ त्यसको पनि मैले भने साथीकै त्यो सुरुमा त इटा फट्टामा जान्थ्यो अब त्यसलाई मैले भने अरे त्यहाँ नजाबार कहाँ अब धुलो सुलो हुन्छन् तिनीहरू फेरि साइकल त्यसको साइकल अनि ट्रेनिङमा लगाइदिए त्यसलाई त्यो राम्रो भइरहेछ उसको पनि अनि यो हजुरको जुन छ नि यो जस्तै तालिम लिनुभयो आउने जानलाई समस्या हुन्छ जस्तै तपाईको के छ कुनै सर्वप्रथम चाहिँ सुरुको सिटीफिटी तालिम लिँदाखेरि धेरै अप्ठ्यारो पर्यो मलाई सुरुमा जाँदाखेरि ठ्याक्कै 10 को इक्जाम दिएर रिजल्ट आयो ठ्याक्कै अब यहाँ नजिकै यहाँ क्याम्पस छ यहाँ 12 बजेसम्म त पढाइ हुन्छ 12 बजेसम्म वहाँ ठ्याक्कै 1 बजे लाग्नुपर्ने 1 बजे यहाँ 12 बजे सकेर जुगेराबाट पुग्नु पर्यो धनगढी हसनपुर त्यो शिवनगर जान्थ्यो नि सिटीफिटी संस्था पहिला पुरानो त्यही जानु पर्यो अब सुरुमा इन्टरभ्यू सरले लियो अब यत्रो टाढाबाट अब सरले भन्न लाग्यो कि यत्रो टाढाबाट आउँछ कि आउन सक्दैन यार यसलाई छनौट गरौँ कि नगरौँ मैले भने सर जासरी पानी गरिदिनु सर म जासरी पानी पुग्छु जुन टाइम राखिदिनु म त्यही टाइममा आइदिन्छु यहाँ अब उनी बल्ल तल्ला गरेर फेरि अनि कसरी जानुहुन्थ्यो त त्यहाँ यहाँबाट यही व्हीलचेयर लिएर यही कच्ची बाटो सुरुमा त यता बाटो थाहा थिएन यही कच्ची बाटो यो पुरै यो भुइँया घाट जो त्यो के भन्छन् मन्हेरा र त्यो यो मन्हेरा पानी नजाने हामीलाई थाहै धनगढी गाउँबाट त्यही फुटेको बाटो भुइँया घाट र धनगढीको त्यो बाटो छिरेर जानुपर्ने सिटीबिटीबाट त फेरि हामीले नास्ता खाएको त्यहाँ बचाएको थियौँ त्यहाँ नास्ता दिन्थ्यौँ हामीलाई कति 60 रुपियाँ 65 रुपियाँ दिन्थ्यौँ हामीलाई त्यो नास्ता गरेर हामीले त्यो हटगन र आइरन मात्रै यस्तोवाला किनेको थियो पहिला त अब त्यहीले काम गर्दा 4 वर्षमा त्यही काम गरेँ अहिले ठ्याक्कै 1 वर्षपछि यो मुक्त कन्या महिला विकास मञ्च र त्यो वुमन्स ब्याङ्क संस्था र त्यो नगरपालिकाको सामान्यमा त्यसले मलाई त्यो एडभान्स लेभलको तालिम पनि दियो अनि एक्स्ट्रा सामान पनि दियो हल्का ठुलो अब काम गर्न पनि त्यसमा पनि सजिलै दिदियो फेरि त्यसपछि चाहिँ तपाईले त्यही सहयोगले अलिकति अहिले अझै राम्रो गरिराख्नु भएको छ तपाईको यहाँ जस्तै पहिला त काम गर्दाखेरि त आइरन ठिक्नलाई 15-16 मिनट लाग्थ्यो त्यसलाई बस कस्टमरलाई बस यार आइरन जबसम्म ठिक्ने अब कसरी काम गर्ने अब उहाँबाट सामान हल्का महँगो किनेर त्यो एकैछिनमा अब त 15 मिनटमा मोबाइल बनाएर लैजाऊ यार अहिले प्रविधि अनुसार त्यही अनुसार एडभान्स तालिम पनि दिनुभयो राम्रो भइरहेछ आइसी लेभल पनि गरिदिन्छु अब त अनि हजुरको यहाँ के कुन मोबाइल बनाउनुहुन्छ यहाँ सबै किसिमको मोबाइल बनाइन्छ सर जस्तै तपाईको आइफोन स्यामसङ भिभो ओप्पो रियलमी जुन मोबाइल जस्तै अब बजारतिर लगेर बनाउँछन् हैन त्यो भन्दा चाहिँ हजुरको यो अब जस्तै अब अलिकति गाउँ क्षेत्रै नै भयो जुगेडा हैन यहाँ चाहिँ अब बजारतिरको भन्दा कतिको छ यहाँ कस्टमरहरू कतिको आउँछन् के छ तपाईको अहिले के प्रचार अझै पुगेन कि प्रचार त सर खासै धेरै ठाउँमा त पुगे बजारको पानी कहिले काहीँ आउँछन् मेरो यहाँ किनकि ऊ नारद सरले भन्दै थियो कि हजुरकोबाट त नारद सरमा जुन मलाई त तिनीहरू त भन्छन् यार उहाँ जुगेडा जाउँ यार भन्छन् यार ऊ अपाङ्ग मान्छे छ यार ऊ खतरा मोबाइल बनाउँछ भन्छन् यार फिनिसिङ पनि राम्रो दिन्छ यार त्यसले भनिरहेको थियो मलाई खासै त थाहा छैन र आउँछन् मलाई धनगढीका र यता धेरै गाउँ छन् ए गाउँ बी गाउँ सी गाउँ डी गाउँ यो सबै यतै आउँछन् उता त्यो 9 नम्बरको छ नि 9 नम्बर वार्ड नम्बरको त्यता उताको पनि यतै आउँछन् बनाउन जस्तै अब खर्चको हिसाबले यतातिर अलि सस्तो छ कि बजारतिर बनाएको महँगो छ यता बजार भन्दा यता हल्का सस्तो गरिदिन्छु हैन जस्तै उठ्छन् धनगढीबाट आएकोलाई त त्यो 200 रुपैयाँ त उस्तै फेरि गरिदिन्छु किनकि तिनीहरू उत्रबाट टाढा आएर जस्तै अब यो भिडियो हेरेर आउने मान्छेहरूलाई हैन तपाईले के भन्नुहुन्छ भिडियो हेरेर आए भनेर के छ डिस्काउन्ट के गरिदिन्छ डिस्काउन्ट मिलिहाल्छ तिनीहरूलाई 200-300 त डिस्प्लेमा मिलिहाल्छ डिस्काउन्ट तिनीहरूलाई पनि पढाइ कहाँसम्म पुगाउनु भयो हजुरले पढाइ मैले 12 सम्म पुरायो 12 पुराउनु भयो हैन अब अनि विवाहित हुनुहुन्छ कि अविवाहित हुनुहुन्छ के छ विवाह गर्ने सोच अब
विवाह गर्ने सोच त छ अहिले, तर त्यो अब घरसर सबै बनाएर आफ्नो आफै खुट्टामा आफै उभिनुपर्छ। खास गरी त्यो सबै चिज। अहिले कति वर्ष पुग्नुभयो तपाईँ? अहिले मेरो 28। तपाईँ जस्तै अलिकति अशक्त र दिमाग हात खुट्टा सबै हात चल्ने खुट्टा नचल्ने अथवा खुट्टा चल्ने एक हात नचल्ने त्यस्तो खालको व्यक्तिहरूलाई हजुरको तर्फबाट एउटा सन्देश के भन्न चाहनुहुन्छ? उनीहरूलाई त सबैलाई त सन्देश छ कि आफ्नो खुट्टामा आफै उभिनुपर्छ। खास गरी त हामीले जुनसुकै काम गर्दाखेरि अप्ठ्यारो कहिले नमान्नु पर्ने हुन्छ, किनकि हामीले कहिले जबसम्म दुःख भोग्दिनु जबसम्म सुख पनि आउँदैन। त्यही भएर हामीले दुःख गर्नै पर्छ। जति दुःख गरे त्यति पछाडि अगाडि आउने दिनमा त्यो सुख दिन्छ भोगेपछि। त्यही भएर सबैलाई गर्नु। अरू त्यो सबै नगरपालिकाहरूलाई पनि भन्छु, जस्तै हामी जस्ता धेरैहरू छन् तिनीहरू इच्छुक पनि हुन्छन्, तिनीहरूलाई खास गरी तालिम र व्यवस्थाको गरिदिनु पर्यो कि खास गरी उनीहरूको लागि पनि। धनगढी महानगरपालिकाले खास गरी त त्यो अपाङ्गहरूको लागि बजेट त छुट्याउँछ, त्यो बजेट खालि मात्रै त्यसमा सीमित गरिदिन्छ कि नगरपालिकाले खास गरी त्यो के भन्छन् व्हीलचेयर वितरणमा, खास गरी व्हीलचेयर वितरणमा खास गरी खर्च गर्नु पर्दैन। खास गरी किनकि यस्तै अरू दीर्घकालीनको काम लागोस्। 18 लाख 32 लाख 25 लाख खर्च गर्दै त्यसो भए कमै वितरण गर्नु बरु अरू यताबाट तलबाट पनि उठाउँदै जानुहोस् के माथि। जस्तै अब तपाईँको समुदायलाई राणा भाषामा पनि केही भन्न चाहनुहुन्छ नि भन्न सक्नुहुन्छ। अब यहाँ तपाईँको वरपर सबै राणा समुदाय छ, उहाँहरूलाई पनि यहाँ आउनलाई आएर यहाँ आइदिनु सेवाको मौका दिनुहोस् होइन। यो जुगेरा को ठ्याक्कै यो स्कुलको गेटको अगाडि छ है। अरू हल्का करसरमा छुट गरिदिइरहेछन् कि अपाङ्गहरूको लागि कर छुट हुनु पर्यो। जस्तै दुकानमा किनीहरूको आफ्नै बल्ला तल्ला त खाना लाउन पुग्छन्, त्यो झनमा कर सरकारलाई तिर्नु पर्ने हुन्छ, त्यो धेरै दबाब हुन्छ। नाइ कर पुरै त छुट खास गरी त हुँदैन। हामीलाई पनि ज्ञान छ किनकि सरकारले पनि चलाउनु पर्छ, सरकारले पनि सबैलाई। तर अरूभन्दा 50% 30% डिस्काउन्ट गरेर त गरिदिए त झन् राम्रो हुन्थ्यो। अनि घर परिवारबाट कतिको सहयोग छ यसमा, सपोर्ट छ तपाईँलाई? घर परिवारको लागि त छ सपोर्टै छ, सपोर्ट गरेर चाहिँ यहाँसम्म पुग्नुभएको छैन। उहाँहरूले कुनै बाटोमा रोकठोक गरेको भयो होइन, तपाईँले सहयोग नगरे सायद केही गर्नु सक्दैन। अनि भविष्यको योजना के छ अब? यो भविष्यको योजना अब उहाँ दोकान चल्दैछ झन्। अब यहाँ मैले त एउटा विचार गर्छु, जस्तै यिनीहरू CFL छ नि, यसको होलसेल मसिन ल्याएर यहीँ बनाउने विचारमा छ। तपाईको बनाउने फ्याक्ट्री पनि खोल्ने विचार छ? सानो तिनो फ्याक्ट्री खोल्ने विचार छ। त्यो महिला विकास मञ्चद्वारा मैले त्यो समन्वय गरिरहेको छु। अब नगरपालिकाले महिला विकासले त्यसले पनि समन्वय गर्छु अनि त्यो नगरपालिकाले पनि समन्वय गर्छु। यदि उनीहरूले साथ दियो भने सायद काम पुरा हुन सक्छन्, किनकि हाम्रो राणा थारू समुदायमा कुनै किसिमको त्यो केही गरे जस्तो लागिरहेको छैन मलाई के त्यही किसिमको। अब मैले भन्यो म अब यो CFL को दुकान खोलेर त्यो राणा ब्रान्ड जस्तै बनाउँछु कि राणा थारू ब्रान्ड हुन्छ नि। सबैको चौधरी ब्रान्ड छ, कसैको के ब्रान्ड सबै खोलिसकेका छन्, तर हाम्रो राणा समुदायमा झन् पछाडि परिरहेछन्। झन् पछाडि झन् एउटा त सीमाको किनारा छ, त्यो बोर्डरको किनारा छ। यहाँ बोर्डर किनारा झन् केटी झन् यता लागू औषधमा धेरै पसिरहेछन्। जैसे सुन रहे हो संगी सब इनके, हम अभी दिखा रहे हमारे अशोक राणा जी के जब मोबाइल रिपेयरिंग पसल में है, तुम भी सब संगी लोगन के आओ ही ना, जो एकदम ही सुलभ मूल्य में बनाते हैं। सुलभ मूल्य में समय कहा थे यार, था इतनू करते यार, इतनू कष्ट करके लाते यार, सो सुस्तुए बना देते यार। तो कोई तो डर लग जाते हैं बेचारे के, तो दे जाते उल्टा दे जाते हैं कोई। जितने भी संगीन देखा था जब वीडियो देख के आई हो तो और उनका कहा है कि और डिस्काउंट कर दे हम। अशोक जी यो तपाईले यो मोबाइल पनि बनाउनुहुन्छ हैन? मोबाइल बाहेक अरु के बनाउनु छ यहाँ? मोबाइल बाहेक यहाँ त मैले जे चीज बाजा पनि बनाइदिन्छु, बोकर पनि बनाइदिन्छु, त्यो एसी त्यो भन्छन् के कुलर पनि बनाइदिन्छु र पंखा पनि फ्यान सबै मोटर सबै बनाइदिन्छु। मैले सुने अनुसार हजुरले अब खेती किसानी हुनुहुन्छ हैन, घरमा खेती किसान पनि गर्नुहुन्छ, कसरी गर्नुहुन्छ? तपाईको यो असक्त हुन्छ कसरी?
गरिहाल्छु सर। अहिले त दाइ त्यो मलेसियाले सेसनमा आफै मैले गर्छु खेती सबै यहाँको। जस्तै फरुवा चलाउँछु, खाली सिर्फ मैले सबै काम गर्न सक्छु, तर त्यो खाली मलाई हलो मात्रै चलाउन अप्ठ्यारो हुन्छ। फरुवा पनि चलाउनुहुन्छ? फरुवा पनि चलाउँछु, सबै चिज चलाइदिन्छु। त्यो म त धेरै जसो त्यो खेल पनि खेल्छु, बिहान कबड होल गएर सिक्छु। खास गरी त हामी बास्केटबल खेल्छौँ। बास्केटबल हामी धेरै ठाउँमा खेलेर पनि आइसकेका छौँ। इटहरी, काठमाडौँ, पोखरा, कर्णाली प्रदेशमा पनि खेलेर आइसकेका छौँ हामी। कर्णाली प्रदेशमा त हामी एकचोटि फर्स्ट भएर पनि आइसकेका छौँ। यहाँ धनगढीमा त धेरै ठाउँमा हामी नै यो धनगढी टिम हाम्रो छ, त्योमा हामी त्यसले पनि हामी फर्स्ट प्राइज नै गर्छौँ। तर त्यो काठमाडौँमा खास गरी काठमाडौँ र त्यो पोखरामा उनीहरूसँग खास गरी स्पोर्ट व्हिलचेयर हुन्छन्। हामीसँग स्पोर्ट व्हिलचेयर नभइकन हामीले त्यसमा खेल्न आफ्नो त्यसमा हामी हल्का असमर्थ हुन्छौँ। चलो, और अंतिम में कुछ कहन के है? अंतिम में तो यही कहना चाहता हूँ कि सब जनी आए दियो और यहाँ पर ही मोबाइल अच्छे से बनाए देता हूँ। फिर और कुछ गुनासो फिर होते हैं, कुछ गुनासो फिर कर दिए करके कि जा खराब है करके। जब समय हम गुनासो पता ना पाते तो हम बहु ना फिर पता पाते हैं कि हमारे सामान ठीक जाते कि ना। कहूँ का खुशी फिर ला जाता, कोई मनी कह देता अच्छा बना था तो खुशी फिर ला जाता। गुनासो तो तब हम जब कैसे वो डेवलपमेंट करें, कैसे अच्छे से बनावे करके, जब वो फिर हमारे मोटिवेशनल हो जाता है। चलो अशोक जी, तुम्हारा जो व्यापार और ऊपर चले और अच्छू है और तुम्हारा जैसे रहे जाए, हम तुम्हारा जो कांटेक्ट नंबर है मैं नीचे डब्बा में वीडियो में भी डाल दे हूँ, और जो फेसबुक में टिकटॉक में सबै में जो वीडियो जाएगो और तुम्हारा व्यापार अच्छू भयो कहिके शुभकामना देता हूँ। हस् त साथीहरू, तपाईहरुले आज यो अशोक राणाजीको कथा र उहाँको यो जीवनी कस्तो लाग्यो? उहाँ एकदमै निकै नै सङ्घर्षशील हुनुहुन्छ। पक्कै पनि तपाईहरु पनि आउनु होला, उहाँलाई थोरै भए पनि सहयोग गरिदिनु होला। उहाँकोमा मोबाइल बनाएर उहाँकोमा अरू चिज पनि पाउँछ। यो ठ्याक्कै धनगढी उपमहानगरपालिका वार्ड नम्बर 10 मा तपाईको यो भुइँयाघाटको यो ठ्याक्कै स्कुलको ठ्याक्कै अपोजिट अगाडि छ यो। तपाई आउनु होला। अहिलेलाई बिदा हुन्छु। हस् त, नमस्ते, राम राम, जय गुरु बाबा।